साइडमा पर्ने हैन ए यति हो सबै फाइनली हाम्रो खानेकुरा पाकिसकेको अवस्था छ हाम्रो मासु हाम्रो भाइले बनाउँदैछ भन्छ त नि हिजो बिहेमा चाहिँ हराएको थिएँ हेलो गुड मर्निङ सो नमस्कार सबैजना साथीहरूलाई फेरि पनि अर्को नयाँ भ्लगमा मैले तपाईँहरूलाई जोडिसकेको छु र आजको मेरो भ्लग विशेष रहनेछ हाम्रो यो भान्जोको चाहिँ खोजीमा हाम्रो ससुराली पक्षबाट चाहिँ माइतीहरू आउँदै हुनुहुन्छ बुहारीको माइतीहरू सो उहाँहरूलाई चाहिँ मेजमान हाम्रो कल्चरमा चाहिँ मेजमान दिनुपर्ने हुन्छ 4 खुट्टे हैन सो त्यसको लागि चाहिँ हामी पूर्व तयारीमा जुटिरहेको अवस्था छ अनि यहाँ हाम्रो विशेष हाम्रो क्याप्टेन सर चाहिँ यता हुनुहुन्छ उहाँ चाहिँ हाम्रो टोली नेता हो उहाँ हाम्रो आजको अनि अब आजको हाम्रो भ्लग कस्तो हुन्छ हामीसँगै रहनु होला र हामीलाई साथ सपोर्ट दिनु होला र मेरो च्यानलमा नयाँ कोही साथीहरू हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला हाम्रो क्याप्टेन सर उता भाग्दै हुनुहुन्छ धन्यवाद तपाईहरुलाई धेरै धेरै हाम्रो सानो भाइ यहाँ छ सानो भाइ चाहिँ अब केटो निकै ए ओ आज हाम्रो बुहारीको पक्षबाट चाहिँ उता माइती पक्षबाट चाहिँ खोजीको लागि यो त धोको नि हिजो नआएर धोको देखिनस् हिजो रातो लाको देखिनस् बेइज्जत गर्दैछ यसले मेरो बेइज्जत गर्दैछ गाइजहरु तर वास्तविकता चाहिँ त्यस्तो होइन है ए मान्छे त सपना रहेछन् हिजो मैले रातो ला देखिनस् भाले पनि छ यहाँ चट्ट कस्तो मजाको भाले हो खिच्दैछु भाले त अभरमा काम लाग्छ नि आइज केटा ओइ ओइ म्याक तँलाई कहाँ भएको यता आइज न मुला मुला साग के हुन्छ अरे केटा अब हाम्रो के काट्ने हो आज बाख्रो 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 होइन नि मुला खसी भन्न कस्तो मुला बाख्रो भन्छ खसी काट्ने भन्न खसी काट्ने हो अनि खोकी अलि लागिरहेछ गाइजहरु हैन अब यसको लागि चाहिँ म उपचारको खोजीमा तीव्र खोजीमा छु आज हामी हस्पिटलतिर जानुपर्छ होला हो केटा एकछिन केटा जानुपर्छ ल ओ उता हाम्रो बेहुलो भान्जा यो हो यता चाहिँ हाम्रो बेहुलो भान्जा हो केटाको पेट चाहिँ लागेछ लगभग लगभग हैन ठीक छ अब एक्सरसाइज यसो अलिअलि हान्नुपर्छ अनि मात्रै बडी आउँछ भन्छु मान्दैन केटाहरू 1 2 3 4 अलिक पर खिच्न यस्तो मान्छे चाहिँ आर्मी लाग्नु छोडेर कता लखर लखर डुल्लिने हो तपाईँ चाहिँ बिहान पनि चालिस के बडी ट्रान्सफर्मेसन हेरौँ न हामी नेपाली होइन हाम्रो देश नेपाल पानी उम्लिन्छ त भ्लग बनाएको छु यहाँ पानी ल्याउने हो हामी ह्याङ गर्ने त्यान गर्ने देखा त्यो के लानुपर्छ दुई 3 5 6 7 8 9 10 11 12 13 14
15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 पेटी अलि अग्लो भए झन् धेर जान्थ्यो 32 हजुर सिरियसली हुन्छ कहाँ अनि त्यो पुरा त्यो त होइन सिरियसली नै हो जेठा के गर्न लागेको माटो फेरि जेठा त्यो जेठा के गर्दैछ सोध्छोत यसले के गर्न लाग्यो साथी केटाकेटी काम भन्दा केही गर्दैन यसले किन अनि त्यति धेर नगर्नु पर्दैन त तपाईँ टुइकी टुइ दिने अनि रामजी किन के रहेछ हौ जेठा भयो होला हौ हाम्रो जेठा साह्रै कामकारी छ मान्छे ए भयो जेठा अब आज पाहुना आउने दिन ह्यान भनौँ त्यान भनौँ तर तपाईँ अस्ति भन्दा धेरै मोटाउनु भएको छ है कस्तो हेन्सी पो देखिनु भएको छ त कपाल फेरि हेयर स्टाइल कसले काट्दै त्यो कपाल यसले हो तैँले काट्दिएको हुन्छ मेरो त कहाँ बिहानै 40 हाने एक हातले फेरि एकताल यहाँ हेर त कस्तो भइसक्यो सक्दिनँ अहिले त अब अहिले अघि नहान्नुपर्छ कि 20 एकताल हाने 40 कुरा खोलिहाल्नु भयो क्या फेरि 20 भनेर एकताल हो 40 एक हातले एकताल मात्र 80 भइसक्यो नि त मलाई भोलि हान्ने एक हातले हानिन्छ एक हातले पनि मैले एउटै खुट्टाले त हान्ने त हान्न एकचोटि हानेको छैन साँच्चै एक हातले हान्छु ल ल अब हाम्रो केटाले चाहिँ यहाँ एक हातले पुसअप हान्दैछ कतिचोटि हान्छस् भन्छ पहिला होइन तैँले बोलेको जति सक्छस् कि सक्दैनस् कतिचोटि सक्छस् एकताल त होइन रियल भन्न ल हान 1 2 3 25 त हान्छस् होला 4 पाइयो 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 छर्किन भएको त कता छ भन्दै पाइयो भ्याको ताले चारो खाएको पारा भइहाल्यो 5 6 मलाई देऊ न 7 8 सकिन गरेको गर्नुपर्छ बानी भइहाल्छ बाजे चुरुक उङ्मेकाना बाजे सन्चै वक्का बा ए गोठाई खेपमा पर्ने हेन ए ल ठिक छ ए बुढापाका बसौँ गफ गरौँ एकछिन के गर्नु त होइन बाजे इष्टमित्र भनौँ ह्यान भनौँ त्यान भनौँ डेन्जर छ गलत चाहिँ कुन हो त्यो ठ्याक्कै त्यो ल्याउनु है अर्को पर्ला नि फेरि होइन एकछिन बस्नु त के होला कि एकछिन बस्नु त के होला कि खासो हो नि त पाहुना आएर देखाउनु पर्ने हो कि साँच्चै के हो तर फोटो भिडियो छँदैछ त भिडियो त छ भिडियो छँदैछ हाम्रो पुरुष हुन्छ यो कुन चाहिँ ठुलो यहाँ चिनेन अरे ओइ यो ल माउ पनि आउँछु भन्छ एकछिन बस्नु अर्को आयो उज्जा यहाँ हेर त यहाँ हेर यहाँ अचानक त यो कौडा के भयो त सबै दाँतले तिमीले बिहे गरेन भन्दैमा के
जिउँदा आगो लाउनु सकेन दाइले कस्तो आयो फेरि अहिले हो साँच्ची पो त कस्तो मलाई गिलास लिएर आइज त भाइ पानी मजाले उम्लेको थिएन क्या हो नि तान त भाइ म त्यो एउटा भुत्ला उखेल्ने मेसिनको व्यवस्था गर्छु होला यो पालि बजेट पारेर आपुई बिस्तारै बिस्तारै कता पुगेर आउनुभयो अनि कहाँ यता कता कता लाग्नुभयो त के छ रामजी कता रातमाटेको अनि रामजी माइला हरायो भन्थे त अनि कहाँ हिजो बिहेमा चाहिँ हराएको थियो नि उता पाखाघरतिर के छ खबर ठिक छन् नि के छन् पानी परे गर्छ हिजो पनि छिट्टाउँदै थियो भएको हो मान्छे यार किन भएको त नि एकछिन गफ गरौँ न खसी काट्दै हिँडेको खसी अघि ढलाइसके फोरफार गर्नु परेन फोरफार पनि सकेर काटफाट सकिसक्यो नि काट्नु परेन फेरि पकाउनु परेन ओ बिलेट छ बिलेट चाहियो अरे पकाउनु परेन बिलेट त कहाँ अनि बिलेट बक्छन् पकाउने होइन नि त त्यो त उता लान्छन् नि त अनि रामजी त अनि पुरा हल्लिँदै यत्रो यत्रो मासुको पोका बोकेर हिँडेको भिडियो थियो त हौ कहिले राति अहिले आफ्नो त्यहाँ दाइको मोबाइलमा हेर्नु नि अस्ति माथि छ कि यहाँ यत्रो मासुको पोका बोकेर गर्दै यहाँबाट बिरे दाइसँग छ भिडियो कुन बाटो आउनुभयो अहिले एक गिलास खाएपछि चाहिँ ठिक हुन्छ त ग्यारेन्टी होइन होला नभए त माग्दिन्थे होइन एक गिलास चाहिँ खाएपछि ठिकै हुन्छ पक्का कहाँ गयो सुरेन फेरि अनि झन् साह्रो भयो भने पसिऱ्यो भने त बितो त ओ केटा अलिक बिरामी भएर एक गिलास खाएपछि ठिक हुन्छ अरे के गर्छस् यहाँ हजुर एक गिलास त फेरि बिहान बिहान कहाँ खानु त खाली पेटमा चुरुक्क हो होइन कस्तो यो बानी भएर कि के भएर लाग्दैन मैले 20-22 वर्ष खाएको अहिलेसम्म पल्टनमा नि खाइयो लु त लु कतिको यहाँ देखिँदो रहेछ दुधको दुध पानीको पानी यसको प्रभाव निको हुन्छ कि हुँदैन हात कामेको हेर त चट्टै निको हुन्छन् जस्तो लाग्यो यार स्वाठै पार्नु स्वाठै कस्तो भोल्यौ फुटको हिसाबले 50 अब 50-60 चोटि भन्न अरूले भन्दैनन् आफैले भन्ने हो तर यहाँको त्यो कसले के तास कि चुरोट
तैँले खोज्ने त्यही त हो नि आउँदैछ भेषको त यतापट्टि कुममा कालो लागेछ के गर्छस् काम पनि अलिकति गर्छ ज्वाइँ भन्ने बनाइन भइस् नै अरू त के थियो र बाहना टेबल निकालेर बेड हाल्ने भए मलाई भन् सघाउन आउँछु गगनजीको पनि फेर्दैको यो बिरबडको पनि फेर्दैको यो मेरो त होइन मैले आफै गरे हो यसको फेरि तरिका अर्कै हुन्छ त्यहाँ जाए केटा ल त्यो पेन्ट चाहिँ त्यो त्यसरी गोठाले हाम्रो बाले भने जस्तो त्यो नपट्या पेन्ट नपट्या गोठाले खेताले जस्तो भन्थे साथबा हाम्रो साथबा र माइते भएको त लाए सुन्छन् होला हो माइते भाउ त्यहाँ खैनी मार्दैछन् जेठा के हो निक्लिँदैन जेठा ए होइन बरी त्यसलाई यसो अत्याएको नि ढिलो गर्छ कि भाले काटिसकेपछि बाजेले तल बाजेको घरमा एउटा थिला र त्यो आफै जाने छ नि त्यो पुऱ्याइदिन्छ त्यहाँदेखि कालले आर्था खोलिहाल्यो त्यहाँदेखि के बाँकी रह्यो भनेदेखि अनि त्यहाँदेखि चाहिँ तपाईँहरूलाई आफै बाटो खुलाउनको लागि आउनु पर्यो त्यहाँदेखि अपन अनि ओहोरदोहोर चल्छ सुरुमा चाहिँ ठुलो बिहा चाहिँ हाम्रो सल्लाह गर्ने बेहुला बेहुली कुन दिन गर्ने होइन कुन महिना गर्ने जेठमा हो कि असारमा हो कि पैसा मिसाक्ने हो कि तपाईँहरूको खुसी हुन्छ हामीले चोरको सोर चाहिँ जाँदा हुन्छ अब भोलि जाँदा पनि भयो सँगसँगै जाँदा पनि भयो त्यो पहिला सक्छ अनि बुढोले तल फिला पुऱ्याउँछ मामाले बाजेले दुईटा भाले चाहिँ लाग्छ दुईटा भाले र दुईबाट राख्छु चाहिँ जेठा भन्नु न यस्तोको बाजे अलिक ठिक छैन नि एउटाले बुझ्यो कि बुझेन हाँसो के भने हाँस्दै के भने माइलाले चलाउँछ कि केटा जेठा ए माइलाले चलाउँछ कि मासु पकाउनु हिँडेको भन्दै थियो अघि के भयो भन्नु त खोइ हौ फाइनल्ली हाम्रो खानेकुरा पाकिसकेको अवस्था छ हाम्रो मासु हाम्रो भाइले बनाउँदैछ टमाटर लाइस केटा नुनसुन सबै ठ्याक्क लाइस नि होइन यार अर्कै कलर आइसक्यो यो हो नि त यसलाई म कुकमा लान्छु होला हौ उता काश्मीरतिर रक्ती नलाउने आन्द्रामा लाउने अरे ल ठिक छ अब यसलाई सर्भ गरेर खाने हो प्लेटमा है त को हो किन गर्नु 10 दुनियाँको आँसुको सत्य सराप नलागोस् 10 दुनियाँको आँसुको सत्य सराप नलागोस् चोखो दाना पानी सो